हाई एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सदा दिन जस्तै आज पनि म हजुरहरू सामु अर्को नयाँ प्रस्तुति लिएर उपस्थित भइसकेको छु। यो चिसो चिसो मौसममा आज हाम्रो किचनमा गहतको झोल अथवा गहतको दालको झोल पाक्दैछ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल सुरु गरौँ है त। मैले आज यो गहतको झोल बनाउनको लागि चाहिँ 50 ग्राम्स गहतलाई लिएको थिएँ र मैले यसलाई तातो पानीमा 3 घन्टा जति भिजाइदिइसकेपछि यो मजाले भिजिसकेको छ। र यसलाई मैले 2-3 पानीमा पखालिसकेपछि चाहिँ अब यो पकाउनको लागि रेडी छ। र मैले साथै यतातिर एउटा टमाटरलाई पनि काटेर राखेँ। साथै यहाँ मैले थोरै अदुवा लसुन र एउटा खोर्सानीलाई पनि पिसेर रेडी गरेर राखेको छु। अब यी सबै सामग्रीहरूको तयारी भइसकेपछि चाहिँ मैले ग्यास अन गरेर एउटा कुकर बसाएँ। म आज यो 2 जनाको लागि बनाउँदैछु, त्यही भएर मैले चाहिँ ठुलो ठुलो बलमा 2 बल जति पानी कुकरमा हालिदिएँ। यो चाहिँ पहिले गहत पकाउनको लागि हाल्ने भएको भएर ठिक्क पानी हाल्नु होला, किनभने उम्लेर जाने पनि हुन्छ र झोल कम भयो भने पछि पानी थप्न पनि मिल्छ। अब मैले माथिबाट थोरै बेसारलाई हालिदिएँ, साथै 1 चम्ची जति नुनलाई पनि हालिदिएँ। साथै यसको स्वादलाई थोरै बढाउनको लागि मैले जिरा धनिया पाउडर पनि हालिदिएँ। हजुरहरूलाई यसलाई स्किप पनि गर्न सक्नुहुन्छ। साथै मैले अघि पिसेर राखेको अदुवा लसुन र खोर्सानीको पेस्टलाई पनि हालिदिएँ र मैले अघि पखालेर राखेको गहतको दाललाई पनि माथिबाट हालिदिएँ। साथै अब भने अघि काटेर राखेको टमाटरलाई पनि हाल्ने बेला भइसकेको छ र मैले टमाटरलाई पनि यसरी माथिबाट हालिदिएँ। अब यो सबै सामग्रीहरू हालिसकेपछि मैले यसलाई एकपटक चलाइदिएँ र म अब यसलाई माथिबाट थोरै तेल पनि हाल्नेछु। तेल चाहिँ मैले अलिभ ओइललाई युज गरेको छु। हजुरहरू पनि अलिभ ओइललाई युज गर्नुहोला, किनभने अर्को तेल भयो भने चाहिँ यसमा गनाउने सम्भावना हुन्छ। र मलाई पहिले नै मम्मीले सिकाउनु भएको थियो, यसरी तेल हाल्दाखेरि चाहिँ दालहरू उम्लेर जाने सम्भावना कम हुन्छ। र अब म यसलाई हाई फ्लेममा एकछिन ढक्कन लगाएर उमाल्नेछु। अब भने देख्न सक्नुहुन्छ हजुरहरूले उम्लिसकेको छ र मैले यसलाई एकपटक मजाले डाडुको सहायताले चलाइदिनेछु। र यसरी एकपटक मजाले चलाइसकेपछि चाहिँ अब म यसलाई बिर्को लगाइदिन्छु र सिटी लाग्नको लागि छोडिदिनेछु। मजाले भिजेको गहतलाई चाहिँ 5 देखि 6 सिटी लगाउँदाखेरि मजाले पाक्छ। त्यसैले गहतलाई चाहिँ सकभर 1 रात भिज्नलाई छोडिदिँदा अथवा तातो पानीमा भिजाउँदाखेरि चाहिँ छिट्टै मजाले भिज्छ। हजुरहरूले देख्न सक्नुहुन्छ अब यति भन्दै गर्दाखेरि हाम्रो कुकरमा अब सिटी लाग्न थालिसकेको छ। मैले चाहिँ यतिन्जेलसम्म अहिले ग्यासको फ्लेमलाई चाहिँ हाई फ्लेममै राखेर पकाएको छु र यता कुकरलाई सिटी लाग्न छोडिदिउन्जेलसम्मको लागि मैले यतातिर अन्य चाहिने सामग्रीहरू लसुनलाई पनि यसरी मसिनो पारेर काटेर रेडी गरेर राखेँ। साथै धनियाँ पत्तालाई पनि मैले यसरी मसिनो पारेर काटेर रेडी गरेर राखेको छु। साथै मैले यो दालमा माथिबाट पड्काउनको लागि एउटा सुकेको खुर्सानीलाई पनि लिएको छु। यो जाडोमा लसुन झानेको दाल अथवा सुपहरूको स्वाद चाहिँ एकदमै मिठो हुन्छ, साथै तातो पनि हुन्छ। त्यही भएर हजुरहरू चाहिँ लसुन झानेर ट्राई गर्नुहोला। अब यति भन्दै गर्दाखेरि हाम्रो यो दालमा चाहिँ सिटी लागिसकेको छ र मैले अब कतिको पाकेको छ भनेर चेक गर्नको लागि यसलाई बिर्को खोलेर हेर्नेछु। हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ मैले 5 सिटी लगाएको थिएँ। 5 सिटीमा पनि यो गहतको दाल चाहिँ मजाले पाकिसकेको छ। मलाई चाहिँ यो दाल थोरै बाक्लो कन्सिस्टेन्सीको बनाउनु छ, त्यही भएर म यसलाई एकपटक मजाले म्यास गर्नेछु। हजुरहरूलाई यतिकै मनपर्छ भने यतिकै पनि छोड्न सक्नुहुन्छ। अब भने डाडुको सहायताले मजाले म्यास गरिसकेपछि चाहिँ हाम्रो दाल हल्का बाक्लो कन्सिस्टेन्सीमा आइसकेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ यतिको भइसकेको छ। गहतको झोल खाँदाखेरि चाहिँ यसले शरीरमा न्यानोपन मात्र ल्याउँदैन, यसलाई चाहिँ पथरीको औषधिको रूपमा पनि लिने गरिन्छ। यसको सुप खाँदाखेरि चाहिँ पथरी पनि छिट्टै निको हुन्छ। साथै गहतमा चाहिँ प्रशस्त मात्रामा आइरन हुने भएको भएर पनि यसलाई चाहिँ एकदमै राम्रो मानिन्छ। अब यति भन्दै गर्दाखेरि चाहिँ हाम्रो यो दाल चाहिँ पर्फेक्टली पाकेर रेडी भइसकेको छ। अब म यसलाई जान्नको लागि एउटा कराई बसाउँछु। कराई तातिसकेको छ र मैले यसमा 2 चम्ची जति तोरीको तेललाई हालिदिएँ र तेललाई एकछिन तातिनको लागि छोडिदिएँ। मैले ग्यासको आँचलाई हाई फ्लेममा छोडेको छु र माथिबाट मैले मेथीहरूलाई हालिदिएँ र मैले मेथीलाई एकछिन फ्राई हुनको लागि छोडिदिएँ। अब भने हाम्रो मेथी बिस्तारै फ्राई हुँदै आइसकेको छ। कृपया ध्यान दिनुहोला, हामीले अगाडि हाल्ने भनेको चाहिँ ओलिभ ओइललाई हाल्ने हो अनि साथै पछाडि हाल्ने भनेको चाहिँ तोरीको तेललाई मैले प्रयोग गरेको छु। अगाडि नै तोरीको तेल हाल्दाखेरि चाहिँ दाल गनाउन सक्ने सम्भावना हुन्छ। अब भने हाम्रो मेथी पनि फ्राई भइसकेको छ र अब भने मैले ग्यासको आँचलाई मिडियम फ्लेममा एकछिन छोडिदिएँ।
र मैले अब भने अघि काटेर राखेको लसुनलाई माथिबाट हालिदिएँ। लसुनलाई चाहिँ हजुरहरूले काटेर अथवा थिचेर अथवा कुटेर पनि हाल्न सक्नुहुन्छ। अब भने हजुरहरूले देख्न सक्नुहुन्छ कि लसुन पनि फ्राई हुँदै आइसकेको छ। अब मैले अघि एउटा खोर्सानीलाई 2 टुक्रामा डिभाइड गरेको थिएँ र म अहिले त्यसलाई पनि माथिबाट हालिदिएँ र यसरी नछुटियोस् भनेर मैले माथिबाट डाडुलाई राखेर अघि पकाएको दाललाई माथिबाट हालिदिएँ। सबै दाललाई मैले यसरी माथिबाट हालिसकेपछि चाहिँ ग्यासको फ्लेमलाई हाई फ्लेममा छोडेर एकपटक मजाले चलाइदिएँ। हजुरहरूले यो प्रोसेसमा चाहिँ अझ पातलो सुप बनाउन चाहनुहुन्छ भने चाहिँ तातो पानीलाई थपिदिन सक्नुहुन्छ। साथै हजुरहरू आफ्नो स्वादअनुसार नुनलाई थप्न पनि सक्नुहुन्छ अथवा नुन चर्को भयो जस्तो लागेमा थोरै पानी पनि थपिदिन सक्नुहुन्छ माथिबाट। र एकपटक मैले मजाले चलाइसकेपछि चाहिँ यसलाई म अब उम्लिनको लागि एकछिन छोडिदिनेछु। यसलाई उम्लिनको लागि छोडिदिनको लागि चाहिँ एकपटक मजाले छोपिदिनु भए पनि हुन्छ। र एकैछिनमा चाहिँ अब हजुरहरूले देख्न सक्नुहुन्छ कि यो दाल चाहिँ उम्लिसकेको छ र मैले अघि माथिबाट मसिनो पारेर काटेर राखेको धनियाँलाई गार्निस गरेर हालिदिएँ र एकैछिन उम्लिनको लागि छोडिदिएँ। यो गहतको झोलमा धनियाँ माथिबाट यसरी हाल्दाखेरि चाहिँ यसको स्वादमा एकदमै मिठो स्वाद आउँछ। त्यही भएर हजुरहरू पनि धनियाँलाई चाहिँ स्किप नगर्नु होला। अब भने म यसलाई एकपटक मजाले चलाइदिनेछु। अब भने हजुरहरूले देख्न सक्नुहुन्छ गहतको तातो तातो झोल हाम्रो किचनमा पाकेर रेडी भइसकेको छ। यो चिसो मौसममा चाहिँ हजुरहरू पनि लसुन झानेको यो गहतको झोल बनाएर आफ्नो किचनमा ट्राई गर्नुहोला। साथै हजुरहरू गहतको झोललाई कसरी बनाउनुहुन्छ कृपया सल्लाह सुझाव र प्रतिक्रियाको लागि कमेन्ट गर्न नबिर्सनुहोला। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? कृपया भिडियो मन परेमा भिडियोलाई एउटा लाइक गर्न नबिर्सनुहोला। साथै हजुरहरू च्यानलमा नयाँ आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। यस च्यानलबाट आउने अन्य यस्तै प्रस्तुतिहरू साथै लाइभ स्ट्रिमहरू मिस नगर्नको लागि च्यानलको सब्सक्राइब बटनसँगै भएको बेल आइकनलाई पनि अलमा क्लिक गरेर छोडिदिनुहोला। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद। आशा छ हजुरहरूले मलाई आउने दिनमा पनि यसरी नै माया र साथ दिनुहुनेछ। म हजुरहरू सामु अर्को नयाँ प्रस्तुति लिएर चाँडै नै उपस्थित हुने बाचाका साथ अहिलेको लागि बिदा माग्न चाहन्छु। त्यतिन्जेलसम्मको लागि स्वस्थ व्यस्त र मस्त रहनुहोला। थ्याङ्क्स फर वाचिङ। बाई।